So welcome back to my new another video. So आज चाहिँ हाम्रो स्पेसल भिडियो चाहिँ काठमाडौँ टु आमायाङ्री सम्मको रहेको छ। सो हेरेर साथ दिनु होला। 9:30 भइसकेको छ बिहान। अब हामी तल पुगेर एकैचोटि बस्छौँ है। अनि त्यसपछि मात्र हाम्रो भोलिदेखिको चाहिँ हाइकिङ सुरु हुन्छ। सो हाम्रो प्याकिङ चाहिँ रेडी भइसकेको छ यहाँनिर। सो धेरै ह्याप्पी पनि नबोकेको। सो सी इज अल्सो रेडी फर अनदर ट्रेक। सो अहिले चाहिँ हामी नगरकोट आइसकेको छौँ यो बाटो हुँदै। सो अब चाहिँ खाना खान लागेको हामी नगरकोट थकाली कान्छा घरमा। सो लोरीभित्र गइसकेको छु। 11:15 भइसक्यो यहाँ। अब यहाँबाट खाना खाएर चाहिँ हामी निस्किन्छौँ। ल अब चाहिँ हामी खाना खान लागेको छौँ। खाना चाहिँ आइसकेको छ होइन। एउटा भेज, एउटा चिकन, यता भेजिटेरियन। भिडियो बनाउनु पर्यो भनेर रिजलले फाँडी भइरहेको छु। ल स्टार्ट। सो अब चाहिँ खाना खान लागेछौँ हामी। अनि त्यसपछि चाहिँ हामी बिस्तारै तल झर्छौँ। सो ब्रदरले चाहिँ अलि तल भेटेको थियौँ हामीले। एकजना ब्रदर हुनुहुँदो रहेछ। उहाँले चाहिँ यो बाटो देखाउनु भएको थियो माथि जानु भनेर। अनि माथि गएपछि चाहिँ यहाँनिर बाटो यहाँ 3टा भेट्यो कि। अब गएर सोध्नु पऱ्यो होइन, यहाँ कोही हुनुहुन्छ कि। गाह्रो पऱ्यो त हौ। यहाँ 3 बन्द लागिसक्यो, पौन 3 भयो। यहाँ अब ढोकामा पनि चाबी लगाएको छ है। ढोकामा चाबी लगाएको छ। अब तलै सोधेर आउनु पर्ला। गाह्रो हुन्छ। अब टाइम उकालो लाग्न लागिसक्यो। हामीलाई चाहिँ त्यो डाँडा पुग्नुपर्ने होला होइन। त्यो डाँडा क्रस गरेर जानुपर्ने होला। सो 3200 मिटर हाइटमा रहेछ आमायाङ्रीको बेस क्याम्प चाहिँ। अब हामी चाहिँ त्यहाँसम्म त आज पुग्न सकिँदैन। साँझ अब 5-6 बजेसम्म चाहिँ जाने हो। कहाँसम्म पुगिन्छ त्यहीसम्म जाने। अनि त्यसपछि चाहिँ हामी बास बस्नुपर्छ होला त्यहाँ। अनि त्यसपछि हामीलाई हतार त छैन, तर यहाँ बाटोहरू चाहिँ एकदम कन्फ्युजन के। अब यहाँ बोर्डहरू पनि रहेछ, होर्डिङ बोर्डहरू होइन। अनि बाटो पनि अफरोड। सो त्यही भएर पनि अलिकति कन्फ्युजन भयो। बब्बाल छ यहाँबाट देखिने भ्यू चाहिँ। आमा अब हामी जानुपर्ने उता आमायाङ्री होइन। कताको बाटो हो जाने? तलको बाटो हुँदै ए बस्ने ठाउँहरू त पाउँछ होला है माथि गएर? ए ल ल हस् हजुर। अब यहाँबाट के आउँछ, कुन ठाउँमा आउँछ? त्यहाँ त 2टा बाटो छ नि त। तलको बाटोबाट तपाईँले चाहिँ माथि भन्नुहुन्छ। कन्फ्युज भयो कि। ल हजुर। त्यहाँबाट त्यहाँ पुग्न कति टाइम लाग्ला? 2 घन्टा लाग्छ? 2 घन्टा पनि बढी लाग्छ है। सो हामी चाहिँ अहिले शेर्मा ग्याङ आइपुगेको छौँ होइन। सो माउन्टेन भ्यू भन्नेमा चाहिँ होटलमा। सो यहाँ चाहिँ एकछिन रेस्ट गरेको। कुन ठाउँ रे? तार्के ग्याङ। हामी तार्के ग्याङ पुग्दैछौँ। नयाँ नाम भएर होला, म त पुरै कन्फ्युज छु होइन। चोमुथाङ जानु रहेछ यो माथिको बाटो चाहिँ। अब हाम्रो प्लान चाहिँ फेरि तार्के ग्याङ गएर बस्ने भन्ने कुरो छ।
अनि फेरि यहाँ चोमोघ्याङको रिसोर्टको मान्छेलाई सोधेको है के भन्नुभयो तपाईँले के अरे चोमुथाङको रिसोर्टको मान्छेलाई सोधे है अनि त्यसले चाहिँ फेरि गाडीहरू जान्छ भन्नुभयो बाइकहरू आउँछ तर 1 घन्टा लाग्छ भन्नुभएको छ त्यसको मतलब 1 घन्टा 45 मिनेट त्यसको मतलब बाटो चाहिँ कस्तो होला त त्यही भनेपछि गाह्रो त गाह्रै पर्ने भयो लुरु हामीलाई होइन हामी अब यसो गर्ने आज तार्किक गएर बस्ने हामीलाई किनभने हतार छैन नि त भोलि आनन्दले जाने नि सो हामी चाहिँ आनन्दले भोलि हाइकिङ गरेर मजाले होइन अनि हामी चाहिँ एकैचोटि तल गएर बस्ने भन्ने कुरा छ होइन लु शेरमाथाङ शेरमाथाङ गएर चाहिँ हाम्रो बस्ने प्लान छ सो हामीलाई चाहिँ त्यस्तो हतार त छैन होइन जानलाई हाम्रो चाहिँ अब 2 नाइटको हाम्रो चाहिँ प्लानिङ भएको छ सो अब हामी चाहिँ अहिलेलाई चाहिँ यता चोमुथाङ नगइकन मलाई के लाग्छ भन्देखि नि तार्किकह्याङबाट पनि जान्छ होला के चोमुथाङ किन तार्किकह्याङसँग बाइक राखेर त जाने हो त्यही त नि हामी अब जानु नि नपर्ला तर हामी यहाँ अफ रोडको बाटो 1 घन्टा अझै अब साँझको बाटो किन हिँड्ने होइन बरु त्यहाँ गएर आनन्दले बसौँ अनि बिहान हाइकिङ गर्दै जाउँ कि आनन्दले हुन्न सो हाम्रो चाहिँ यो प्लान भइसक्यो होइन लोरीले यहाँ डन गरिसकिन् तार्किकह्याङ ठाउँ यो चाहिँ सो यहाँबाट चाहिँ टक्क पारी पनि राम्रो बस्ती रहेछ है बाक्लो लुरो यस्तो भ्यू छ है हामी चाहिँ त्यही बाटो हुँदै आएको अहिले टक्क त्यो बाटो हुँदै सर आइयो सो यहाँबाट चाहिँ यस्तो राम्रो भ्यू पनि देख्न मिल्छ ठ्याक्क हामी पनि आउनु अनि यहाँ बादलले ठ्याक्क छोप्यो कि नत्र यसो हामीले पनि सनसेट हेर्न मिल्थ्यो होला होइन अँध्यारो जस्तो भएको छ होटल याङ्ग्री पिकमा बसेको छौँ होइन बस्यौँ सो भ्यू चाहिँ यस्तो छ यहाँबाट हामी चाहिँ अब थोरै अगाडि यसो घुम्न जान्छौँ हल्का फ्रेस पनि हुन्छ है दिनभरि बाइकमा बस्दा गाह्रो भयो कुदाउँदा अनि यहाँनिर मानेहरू पनि लेखेको रहेछ जुन चाहिँ हामीले हाम्रो पसलमा अर्डरमा पनि बनाउँछौँ होइन यसरी लेख्नु रहेछ गाडी चाहिँ काठमाडौँको गाडी चाहिँ यहाँ आउने रहेछ र बिहान निस्किने होला 6:30 बजे यस्तो छ यहाँको नजरिया सो देख्न सक्नुहुन्छ तपाईँहरूले सो हामी चाहिँ एकछिन अब यता अलिक परसम्म जाउँ न त है लु त्यताको परसम्म जाउँ नि त के छ के दुख्यो अरे बाइकमा थेचारे है फेरि अफ रोड के लास्टै अफ रोड रहेछ अनि अर्को कुरा मलाई मन परेको चाहिँ यो ठाउँ आइन्जेलसम्म पनि जे होस् सायद यहाँनिर यो ठाउँसम्मको बस्ती चाहिँ होइन अब शेर्पा तामाङहरू को सायदै बाहुल्यता होला यहाँनिर होइन अनि हामीले धेरै ठाउँ छोर्तेनहरू होइन यस्तै स्तुपाहरू बनाएको देख्यौँ अनि त्यो बाटोहरू चाहिँ एकदम त्यसले गर्दा पनि फेरि कस्तो राम्रो देख्दो रहेछ कि अनि त्यस्तो रहेछ तर बाटो चाहिँ लास्टै अफ रोड होइन सकेसम्म बाइकमा भन्दा पनि मैले चाहिँ गाडीमै आएको भए हुन्थ्यो जस्तो फिल भयो कज हुन्छ नि एकदमै अफ रोड बाटो एकदमै गाह्रो भएको थियो मलाई चाहिँ किचनमा यस्तो चिसो भएर यसो तापिरहेको छौँ दिदीहरू भित्र किचनमा टक्क खानपिन रेडी गर्नुहुँदैछ सो भाइहरू यहाँ खतरा गेम खेलिरहेछन् यहाँ हिरोहरू मलाई चाहिँ हल्का टाउको दुखेर होइन औषधि खाएँ मैले चाहिँ सो अहिले उसमा गर्नु कस्तो भइरहेको थियो लु रमाइलो गुड मर्निङ फ्रम तार्किकह्याङ सो हामी चाहिँ यो होमस्टेमा बसेका थियौँ सो अब हामी चाहिँ 5:30 भइसक्यो है अब चाहिँ हामी आमा याङ्ग्रीको लागि रेडी भइसकेको छौँ हाम्रो सर्ट हाइकिङ 4 घन्टा लाग्छ भन्दै सर्ट हाइकिङै हो
सो अगाडि चाहिँ यस्तो दामी भ्यू देख्न सक्नुहुन्छ तपाईँले अगाडिको माउन्टेन अनि हाम्रो यात्रा चाहिँ त्यो टपसम्मको हो होइन त्यहाँ चाहिँ आमायाङ्री यो चाहिँ सो हामी चाहिँ त्यहाँ पिक गर्नुपर्ने छ अब यो आमायाङ्री बेस क्याम्प हुँदै चाहिँ हामी माथि जान्छौँ सो यहाँ चाहिँ लेखेको रहेछ होइन गङ्गाजाला आमायाङ्री सो लुरी चाहिँ अगाडि हिँडिसकिन् सो म फलो गर्दैछु उनलाई सनराइज चाहिँ भइसकेको छ घामको सक्क किरण परिसकेको छ है माउन्टेनमा चाहिँ सो लुरी स्टार्टिङमै थकेर आएर तिमीलाई स्टार्टिङमै थकिलाइसक्यो लुरीलाई है हाम्रो यात्रा त्यहाँको हो कि अनि हामी बेस क्याम्प पुग्न नै 2 घन्टा लाग्छ भनेपछि हामीलाई सरासरी हिँड्दाखेरि भनेपछि हामीलाई त बिस्तारै यसरी हिँड्यो भने चाहिँ 2.5 घन्टा चाहिँ मजाले लाग्छ है अनि हामी चाहिँ त्यहाँ पुगेर ब्रेकफास्ट गरेर चाहिँ माथि जान्छौँ जहाँ चाहिँ हामीलाई हतार त छैन बट त्यो पनि हल्का टाइममा पुग्दाखेरि बेस्ट होला भन्ने मात्रै हो सो पहिलाको जस्तो रहेनन् लुरी हिँड्न सक्ने मोटाकी छिन् 3-3.5 किलो केजी सो यहाँ देखाएको रहेछ वे टु आमायाङ्री जङ्गलको यात्रा सुरु हुन्छ है त्यही भएर चाहिँ हामी बिहानै चाहिँ ननिस्केको बिकज अब यो लाङथाङ राष्ट्रिय निकुञ्जमा पर्दो रहेछ जङ्गल होइन अनि नयाँ ठाउँ प्लस हामी 2 जना मात्रै छौँ त्यो हिसाबले पनि हामी राति नै चाहिँ ननिस्केको होइन यहाँ होटलको दाइहरूले चाहिँ 3 बजे नै जाऊ सनराइज हेर्ने भए चाहिँ भनेर भन्नुहुँदै थियो बट we don't need to see sunrise just we want to see a beautiful view from everywhere अनि हामीलाई चाहिँ फिल गर्नु छ नेचर that's why we are here होइन sunrise sunset everyone can see but nobody can feel the nature होइन सो त्यही भएर पनि हामी चाहिँ नेचरलाई फिल गर्न आएको हो सो हामी चाहिँ आधी घन्टा भयो हिँडेको यस्तो बवाल रुखहरू छ होइन अनि लुरी कडा छिन् अघि सिँगान झारी छ कि होइन 3 बजे राति यो बाटो हिँडेको अनि मान्छे साइको हुँदैन भने ग्रुपमा भइदिएको अलग कुरा हो होइन लु 3 बजे जानु भन्छन् हो अनि गाह्रो हुन्छ नि त हामीलाई त अब नयाँ ठाउँ अब नयाँ जङ्गलको बाटो होइन अनि अब जस हाइकिङ गर्ने ठाउँहरूमा अब बस्तीहरू होइन घरहरू भइदियो भने त्यस्तो केही फरक पर्दैन थियो हामीलाई भने अप्ठ्यारो पनि हुन्न थियो अब लिटरली अब यो जङ्गल छ कि होइन अनि साइको त हुन्छ नि त राति टर्च बाल्दै कहाँ हिँड्ने भने निकै माथि आइसकेको छौँ यहाँ हल्का स्पेस रहेछ चौर जस्तो लाली गुराँस तर त्यो सबै वाइट के लाली गुराँसहरू नै मात्रै सानो रहेछ है वाइटमा मात्रै रहेछ कि यो एरियामा चाहिँ अनि त्यहाँ है कस्तो दामी देखिरहेको के ठ्याक्क क्याची आँखाले लुरी एकछिन अगाडि जाँदैछन् आज लुरीलाई आज हिँड्न एकदम गाह्रो भइरहेछ होइन त्यही पनि लेट्स गो लुरु हामीले चाहिँ फाइनली
माथि रोडको बाटो भेट्यौँ होइन। जङ्गलको यात्रा बबाले थियो हाम्रो लागि होइन लु। अनि व्हाइट पनि, यो त प्योर व्हाइट रहेछ है। यहाँ पिङ्क, यहाँ व्हाइट, त्यो पर रेड सक्छ त। तपाईँहरूले भ्लगमा भन्नु कतिवटा तपाईँहरूले देख्नुभयो। बबाल रमाइलो चाहिँ भइरहेछ होइन, गर्मी पनि बबाल भइरहेछ। तर पनि हामी चाहिँ होइन, हाम्रो यात्रा चाहिँ जारी छ। अघि लुरुको गाली पनि खाएँ एकछिन। म चाहिँ अब सो एक्साइटेड होइन। अनि प्लस अर्को चाहिँ किन पनि म अलिक चाँडो जाउँ, हिँडौँ, कन्टिन्यू बिस्तारै बिस्तारै भए पनि भन्न खोजेको भने जङ्गलको बाटो हो होइन। सकेसम्म जङ्गलको बाटो चाँडै छिचोल्न पाएँ, सो त्यही भएर चाहिँ हो। अनि तर लुरीले चाहिँ मलाई के भन्यो भने यसरी हिँड्नुहुन्न, त्यो भनेको राम्रो होइन नि, डेन्जर हो, हतार गर्नुहुन्न भन्दै फर्काइन् मलाई। फाइनली हामी जङ्गलको बाटो चाहिँ सक्यौँ आई गेस होइन त लु। हामी किनभने यहाँ चाहिँ रोड हामीले भेटिसक्यो त्यहाँ चाहिँ होइन। अनि म तपाईँलाई त्यो सनलाइटमा होइन गुराँसको फुल कस्तो हुन्छ भनेर देखाइदिन्छु ल। ए सक्दैन नि फेरि, यस्तो हुन्छ यस्तो। अहिले चाहिँ हामी आमायाङ्ग्री बेस क्याम्पमा आइपुगेको छौँ। हिजो चाहिँ हामी यहाँसम्म आउने प्लान थियो, फेरि साँझ भइसकेर चाहिँ हामी आइनौँ होइन। अब हाम्रो लगभग 1.5 घन्टाको यात्रापछि चाहिँ हामी आइपुगेको छौँ। अब हाम्रो डेस्टिनेसन चाहिँ माथि आमायाङ्ग्री। सो हामी यहाँ चाहिँ जानुपर्ने छ। यहाँ अहिले दिदीलाई सोधेको, दिदीले चाहिँ अलमोस्ट 1.5 घन्टा बिस्तारै गयो भने 2 घन्टामा चाहिँ पुगिन्छ भन्नुभएको छ। सो सायद हामी चाँडै नै पुग्छौँ होला। अनि हामी खाजा ब्रेकफास्टको लागि चाहिँ रोटी बनायो नि लु। सो हामी चाहिँ अब रोटी खाइदिउँ अनि त्यसपछि हामी जाइदिउँ। सो यहाँ 7:30 भइसक्यो। अब ठ्याक्कै हामी यहाँबाट चाहिँ 8 बजी जान्छौँ। 10 बजी त हामी पुग्छौँ है लु, 10 बजी हामी पुग्छौँ। सो हाम्रो ब्रेकफास्ट चाहिँ हुँदैछ, रोटी धमाधम खाइरहेको छिन्। दामी छ तर मिट्छ एवान छ अरे। ल खाँदैछौँ हामी चाहिँ होइन, आलु चना अन्डा रोटी। जङ्गलै थर्किरहेछ है मिठो गीतमा। हामी चाहिँ बिस्तारै भनेर हामी चाहिँ तल तार्के घ्याङमा बसेको थियो कि। हजुर त्यही भएर अब हामी चाहिँ आजै नफर्किने हिसाबले बिस्तारै हिँडेको। ल हस् हजुर। ए हो बिस्तारै जाने त हामी। हजुर होइन माथि त तलै झर्ने झर्नु त, हामी चाहिँ काठमाडौँ चाहिँ नफर्किने। हजुर रमाइलो भयो हजुरहरूलाई। हुन्थ्यो, हामीले अलरेडी हेरिसकेको थिएँ त्यही भएर। हजुर ल हस् हजुर। ल सो उहाँहरू चाहिँ सनराइज हेरेर आउनुभएको रहेछ। 3:30 बजे निस्किनु भयो अरे यहाँबाट। अनि अलमोस्ट 500 जना जति चाहिँ हुनुहुन्छ अरे माथि भन्नुहुँदै थियो यहाँ बेस क्याम्पको दाइले चाहिँ। अनि अर्को कुरा चाहिँ हिउँ स्टिल अहिले पनि छ अरे माथि मजाकै भनेर चाहिँ भन्नुहुँदै थियो दाइले। चना अन्डा रोटीको पावर छ। अब हामीलाई ल भन भन्दाखेरि सुरुवातै यस्तो भइरहेछ होइन। खतरा हाइकिङबाट एन्ड चाहिँ हाम्रो कन्सेसन भएको थियो पिन्जुरेबाट डाइरेक्ट साउदर्न ललितपुर। स्टार्टिङ चाहिँ भन न। नो एन्ड नि ए यस अब यो त स्टार्टिङमा आयो नि त।
हाम्रो 2082 को चाहिँ इन्ड 3 जुलाई भएको थियो। तेह्रथुम हामी पूर्व गएर अनि काठमाडौँ आएर फेरि हामी कञ्चोसङ गएको थियो ललितपुर होइन। इन्ड चाहिँ हाम्रो त्यहाँ भयो ललितपुर कञ्चोसङ। अनि त्यसपछि चाहिँ हामी हाम्रो बिगिनिङ चाहिँ न्यु इयरको हामायाङ्री त्यही मार्दी पुन हिल जाने मन थियो लाङटाङ। सो हाम्रो त्यो चाहिँ नेक्स्ट ट्रिप चाहिँ हाम्रो त्यता हुनसक्छ। बस्सो पक्लिन्छ 3 केजी बल्ल मोटाले 3 केजी चाहियो। आमायाङ्रीले पगालेरै छोड्नु हुनु नि होइन। सो हामी चाहिँ त्यहाँ जानुपर्ने छ। तल झर्दै गर्नुभएकोहरू पनि आउनु हुँदैछ देखिरहेको थियो हामीले पर चाहिँ। सो यस्तो छ कुरा चाहिँ है। उहाँहरू चाहिँ बिहानै आइसक्नु भएको होला सनराइज हेरेर। सानो बाबु पनि यहाँ सनराइज हेरेर आएको। बाबु कस्तो लाग्यो त? राम्रो लाग्यो? वान अफ द बेस्ट मेमोरी भयो होला होइन? ओहो ल गुड ल हस् हजुर हस्। सो यस्तो भ्यू चाहिँ दामी छ यहाँ चाहिँ। हामी चाहिँ यसो जानुपर्छ। त्यो अङ्कलहरू पनि आउनु हुँदैछ सनराइज हेरिवरी। हाम्रो तलबाट बेस क्याम्प होइन हाम्रो त तल के अरे तारके घ्याङबाट। ए हो छि कस्तो होला है बाटोमै त किन गरे होला? नि अलिक साइडमा गर्नुपर्छ नि। ओहो खत्तम रहेछ है मान्छेहरू। प्रकृति हेर्न आएको कि बिगार्न आएको भने जस्तो भयो त। थकी जुलका लिटल लुरी आज बिहानदेखि हिँड्न सकेको छैनन् है। एक त हाम्रो अब नन भयो नि त हाइकिङ पनि, त्यसले गर्दा नि हामीलाई चाहिँ अलिक रेस्ट नपुगेको पनि हुनसक्छ है होइन त लु। सो अनि प्लिज यार यस्तो चाहिँ नगरिदिनु न यार, यस्तो प्लास्टिक फाल्ने काम यार। ब्याग हुन्छ ब्यागमा लग्नु, तल बेस क्याम्पमा लगेर डस्टबिन लगेर हाले भइहाल्यो त के हो लु। सो रक चट्टान यहाँ चाहिँ 2-3 दिन अगाडिसम्म चाहिँ हिउँ मस्त थियो अरे। सो एनिवेज बादल पारी गाउँमा हामी हरायौँ। यस मेबी। सो अझै हाम्रो यात्रा जारी नै छ। वेदर चाहिँ चेन्ज भएर यस्तो बादल लाग्दियो होइन, यस्तो ऋतुवाले ढाकिसक्यो है। सो हाम्रो यता छ हाम्रो विदेशी पर्यटकहरू पनि आउनु भएको छ, त्यहाँ 2जना देख्न सक्नुहुन्छ। ठ्याक्कै कुरोले ढाक्यो अहिले चाहिँ। सो यस्तो रहेछ हामी आएको। ठ्याक्कै हुसु लागेको छ, त्यो डाँडा ढाक्यो कुहिरोले भने जस्तो भयो। नमस्ते नमस्ते। Everything is all right? Yeah, it's a bit cloudy up and cold up there now, so but hopefully We're it'll so clear. unlucky.
by the time you get there. Let's hope. Yeah, the clouds, if you wait, they part. Yeah, So, it will be open maybe. yeah. So, okay, enjoy. Bye. Bye bye. Take care. Bye bye. So, भर्खरै चाहिँ चेन्ज भयो स्टोरी. Oh. सो यहाँबाट चाहिँ गुम्बा देखिँदो रहेछ है. म हजुरलाई देखाइदिन्छु ल यहाँ तलबाटै एकपल्ट. अनि हामीले हिउँको नाममा चाहिँ यस्तो यस्तो देखिरहेको छौँ है. यो सेतो सेतोहरू चाहिँ हामीले हिउँको नमुनाहरू चाहिँ देख्दैछौँ. लेट्स चाहिँ माथि पुगेर चाहिँ देख्छौँ होला. अहिले चाहिँ हामी अलमोस्ट पुगिसकेको छौँ माथि. अनि वेदर चाहिँ यस्तो भइदियो नि, म देखाउँछु ल तपाईँहरूलाई. Look at this. दामी भइदिइरहेको के. अब मजा आउँछ नि त होइन त लु. अब बबाल मजा आउँछ यस्तो भएको छ. सो अब यहाँबाट हामी अलमोस्ट आधी घन्टा मेबी, त्यसपछि हामी गएर 15-20 मिनट जति रेस्ट गर्छौँ. एन्ड देन विल बी ब्याक अगेन आवर होटल. ओके, बिहान चाहिँ मोबाइल चार्ज नगरिकनै 50% चाहिँ मोबाइल चाइट, अलमोस्ट 40%. अहिले चाहिँ फेरि टिकिरहेको छ. अघि बिहान चाहिँ चिसोले होला, अहिले त न्यानो भएर त्यस्तो चिसो फिल भएको छैन. बाटो चाहिँ यस्तो छ है. तल दुईजना दाइहरू जानुहुँदैछ. उहाँहरू चाहिँ लाजिमबाटबाट आउनुभएको अरे, फर्किनु हुँदैछ. माथि चाहिँ कोही छैन अरे भन्नुहुँदै थियो हामीलाई. सो अब चाहिँ हामी अलमोस्ट पुग्नु लागिसक्यौँ. बाटो चाहिँ अझै यस्तै नै छ स्टिल. अनि हामी दुईजना मात्र छौँ लास्ट. हामी भयौँ पिक गर्ने चाहिँ, तर नो वरिज. हामीले चाहिँ यसरी नै आनन्दले नै आउन खोजे हो. सो रमाइलो चाहिँ भइरहेछ. लुरुको खुट्टा दुख्यो भन्दैछ नि त्यहाँ होइन लु. खुट्टा दुख्यो भने होइन, खुट्टा दुख्यो भने होइन. अब धेर छैन, अब मेबी 10 मिनट्स. सो हामी यस्तो बाटो चाहिँ लाग्नुपर्छ. तुवालो चाहिँ आइरहेको छ अझै है. उसले च्याप्प छोप्दै खोल्दै भइरहेछ. अझै हामी त्यहाँ पुग्नुपर्ने छ यो बाटो हुँदै. अब लु हेरौँ. लेट्स सी. हामीले चाहिँ डाँफे देख्यौँ है यहाँ. लुक्यो डाँफे. अहिले अगाडिबाट देखिन्छ. अरू भिडियो पनि देखाएको थियो क्या डाँफेमा. सो हामीले चाहिँ भर्खरै डाँफे पनि देख्यो है. कस्तो मजाको. सो हाम्रो लागि चाहिँ वेदर खुल्दैछ जस्तो छ है. लु
सो यता त यस्तो फेरि भ्यू पनि यस्तो देखेछ, क्लियर देखेछ अहिले चाहिँ। यताबाट फेरि उसो आउँदैछ, हामी चाहिँ त्यहाँ तलबाट आएको खास। यहाँबाट आएको हामी। यहाँको क्लाइमेटै बेग्लै कि अहिले। सो शीतलमा शीतल हिल पनि भइरह आइसक्यो, उतै रहेछ, आइसक्यो हामी चाहिँ गाइज। तपाईँहरू पनि आउनुहोस् होइन, इन्जोय गर्नुहोस्। त्यति टाढा पनि छैन। सो तपाईँहरू काठमाडौँबाट सिधै यहाँ आमायाङ्ग्री बेस क्याम्प आइपुग्न सक्नुहुन्छ। अनि साँझ बसेर तपाईँ सनराइज हेर्नको लागि चाहिँ 4 बजे 3-4 बजीतिर निस्किन पनि मिल्यो। लगभग 2 घन्टाको बाटो हो। सो हामीले त्यहाँ देखिसक्यौँ, हल्का हिउँ भएको अवस्था। अस्तितिर आएको भए चाहिँ वाइल्डै हुन्थ्यो। सो हामी त्यस्तै भयो, उता अब हाइक गऱ्यो, यस्तो थके लागेर 1-2 दिन रेस्ट गरेर आएर चाहिँ हामी अनफर्चुनेट मजाले हिउँ चाहिँ देख्न पाएनौँ। आमायाङ्ग्री पुगिसकेको छौँ। सो तपाईँले देख्न सक्नुहुन्छ हिउँ स्टिल अहिले पनि रहेछ, तल चाहिँ छैन, यहाँ चाहिँ रहेछ। So, and look at this beautiful Gumba monastery. So Guru Rinpocheको स्ट्याचु रहेछ। सो किनभने मेरो चिनाएर आउँदा पनि गुरु रिम्पोछेको चाहिँ गुरु रिम्पोछेलाई चाहिँ मैले मान्नुपर्छ भनेर लामा गुरुले भन्नुभएको थियो। सो गुरु रिम्पोछेको स्ट्याचु रहेछ यहाँ चाहिँ। वाउ। ओम आहु वज्र गुरु पेमा सिद्धि हो। वाउ। सो आम सो लकी। मलाई थाहा थिएन यहाँनिर चाहिँ गुरु रिम्पोछेको स्ट्याचु छ भनेर है, गुम्बा छ भनेर। सो यस, आई क्यान सो यु। देख्न सक्नुहुन्छ गुरु रिम्पोछेको स्ट्याचु। सो अब हामी एक राउन्ड हान्छौँ है। जाउँ लु, एक कुरा गरौँ पहिला। ओम आहु वज्र गुरु पेमा सिद्धि हो। यो चाहिँ हाम्रो गुरु रिम्पोछेको मन्त्र, जप मन्त्र हो। अनि उता पनि जाने ठाउँ रहेछ, यहाँबाट चाहिँ पर जान मिल्ने रहेछ होइन। सो आई क्यान सो यु। सो वेदर चाहिँ पुरै धुम्म भएको छ है, उसो लागेर। सो देख्न सक्नुहुन्छ तपाईँहरूले सो ब्युटिफुल भ्यू। कागले चाहिँ हामीलाई इन्भाइट गरिरहेछ यहाँ। काग काग। सो म यहाँबाट पनि देखाउँछु तपाईँहरूलाई। सो सबै अहिले चाहिँ अँध्यारै भएको छ है उसुले। बट I'm so happy. We're so happy and लु अनि हेर न कस्तो होला है त्यो पनि। प्लस अर्को यहाँनिर गुरु रिम्पोछेको मन्दिर थियो भन्ने पनि थाहा थिएन क्या मलाई। गुम्बा त छ भन्ने थाहा थियो, बट गुरु रिम्पोछेको भन्ने थाहा थिएन कि। सो आइ एम सो लकी, आइ एम सो ब्लेस्ड। ओम आहु वज्र गुरु पेमा सिद्धि हो। ओम आहु
अनि साङ पनि राखिदिनु भएको रहेछ। अनि तल हामी त्यहाँ सिर्पिनी दिदीहरू भेटेको थियो, उहाँहरूले छोडिदिनु भएको रहेछ सायद साङ। अनि हामी चाहिँ यहाँ साङ पनि लगाइदिइरहेको छौँ। सो ओम होम वज्र गुरु पेमा सिद्धि होङ। यहाँ चाहिँ के रहेछ है, यहाँ एकपल्ट हेर्न मिल्छ होला नि चढेर। क्षमा पाऊँ है भगवान्। ओ लोकेश्वर गुरु रिम्पोछे। यहाँ चाहिँ देख्न चाहिँ यस्तो लोकेश्वरको यहाँ गुरुहरू बसेर पूजा गर्ने ठाउँ रहेछ। सो लुरुले पनि हेर्दै छिन्। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। आमा याङ्ग्रीमा यस्तो भ्यू देख्न सक्नुहुन्छ तपाईँहरूले। अनफर्चुनेटली वेदरले हामीलाई साथ नदिएको कारणले होसु लागिरहेको तर ठिक छ है, भ्यू नै देख्नुपर्छ भन्ने पनि छैन नि, रिल्याक्स भयो नि त होइन। सो हामी दुईजना मात्र छौँ यहाँ अहिले चाहिँ रिसेन्ट, अहिले तत्कालै चाहिँ होइन। सो अब यहाँनिर हामी एक दुईवटा फोटो खिच्नेछौँ। सो थ्याङ्क यू सो मच होइन एभ्री वान यहाँसम्म ल्याइपुऱ्याइदिनु भयो होइन। लु हरेक कुराहरूलाई धन्यवाद। हाम्रो नेचर, वन जङ्गल, डाँडा काँडा, लेक बेसी सबलाई धन्यवाद दिँदै हामी चाहिँ अब यहाँ एक दुईवटा फोटो खिचेर अनि हामी यहाँबाट चाहिँ निस्किन्छौँ, किनभने वेदर धेरै नै चेन्ज भइसक्यो, अन्धकार भइसक्यो यहाँनिर हामीलाई। सो पानी पऱ्यो भने गाह्रो हुन्छ, त्यही हो। सो यति भन्दै चाहिँ थ्याङ्क यू सो मच एभ्री वान होइन। यतिन्जेलसम्म चाहिँ हाम्रो यो भ्लग यो भिडियो हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु दुवैजना। सो के भन्न चाहन्छु तिमी, त्यही हो नि त। हेरेर साथ दिनु होला अनि किप सपोर्ट। नयाँ नयाँ ठाउँको एक्सप्लोर गर्दै जाने नै छौँ होइन। अनि या इन्टरटेन भइरहनु होला। सो समय मिलाएर हेर्दै जानु होला, हाम्रो नेक्स्ट भिडियोहरू आउँदैछ। सो थ्याङ्क यू सो मच वन्स अगेन एन्ड स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। यति भन्दै हामी बिदा माग्न चाहन्छौँ। लासो फेफुल्ला। मन्दिर दर्शन गर्न आएपछि चाहिँ मन्दिरमा एकछिन आराम गरेर अनि त्यसपछि केही खाएर मात्रै निस्किनुपर्छ भन्ने चाहिँ एउटा चलन पनि छ होइन। अब कतिसम्म सत्य हो के हो त्यो थाहा भएन, तर बुढापाकाहरू होइनहरूले चाहिँ त्यसै भन्नुहुन्छ। सो त्यही भएर हामी चाहिँ अब खाँदै तल झर्छौँ, किनभने अलमोस्ट 11 बजिसकेको छ होइन त। लु सो लेट्स गो, बाई बाई आमा याङ्ग्री।